वर्ष श्रोताहरू आज मैले मौरी विभाजन गरेको फागुनको 4 गते हो। आज 17 गते मतलब 14 दिनको दिन आज मौरी यसरी हुल निर्यास भएर यो कफीको रूपमा यसरी बस्न सफल भएका छन्। कति दिन अरे? अब यो लगभग 13 या 14 दिनै निक्लियो मेरो यो मौरी। मौरी चाहिँ धेरै नै यस्तो सजिलोमा बसेको यसलाई चाहिँ म चाहिँ झोलाबाट अब यसलाई चाहिँ कलेक्सन हो उद्धार गर्दैछु। तपाईँहरूले पनि मौरी चाहिँ विभाजन भएर छुट्टिएर हुल निर्यास भएर छुटेर मौरीलाई झोलामा कसरी हाल्ने भन्ने कुराहरूलाई चाहिँ यसो यो भिडियो मार्फत पनि केही जानकारीहरू पाउन सक्नुहुनेछ। म लगत्तै म जाँदैछु मौरी छोड्नको लागि। हो त ओ बुहारी हो त भिडियो बनाउँदा तिमीले कहाँ आउँदै एक्लै निकाल्छु भने पर्दैन क्या त्यस्तो गर्नु मौरी छिर्दैन त्यो साह्रै उताबाट ओर्ने समय तो रानी परेपछि त आउँछ खानु रानी पान कस्तो छ हेर्नुहुन्छ आधाभन्दा बढी मौरीलाई मैले यहाँ ल्याइसकेँ। अब अलिकति मौरी चाहिँ बाँकी छ, तिनीहरूलाई नै उडाएर अब यो झोलामा ल्याउने छु मैले। 2-4वटा मौरीले चिल्यो पनि तर डराउनु भएन, हतपतिनु भएन। अहिले सिधा अलिक उहाँ हो त सिङ्गा बनाउनु जाँदा बनाउँछ राइमर गाई चाहिँ यहीँ आएर बसेको हो यो मौरी बस्ने अड्डा रहेछ क्या यो यसरी झोलामा लगभग 90% मौरी बसिसकेको छ। अब यो 10% मौरीलाई म गोलो लाए लगाइसकेँ। 10% मौरीलाई म यसो हल्लाएर टकटकाएर यो झोलामा ल्याउने प्रयास गर्नेछु। अब त्यो धागो लगाउनु यति धेरै मौरी चाहिँ त घारमा त्यो पनि रहनु नि क्या हो नरकिन त्यस्तो किन धेरै आयो त नि मौरी धेरै बराबर भर्छ पुरैसम्म पुरै बोकेर आयो आउँछन् यहाँ समाउनु क्या झुन्डाउने यहाँ क्याचअप गर्ने त्यो डोरा गएर हो यहाँ यो बोले खानु त होइन क्या यसमा समात्नु त बोक्दैन क्या काका नडराउँछ नचल्न यहीँ छ त यसरी अब यस्तो बलियो गर्दा नि कस्तो टोकिन्छ ल अब अलिक माथि गर्ने त्यही झुन्डाइदिए यसले चाँडै गर्न नाति बाबुरामले बाहुनले उहाँ खर्याक्क पारेर झिक्छन् माथि झुन्डाएपछि त फुसुसुसुस गइहाल्ने उहाँ यसले त्यहीँ झुन्डाइदिने हुन्थ्यो र यसले त्यहाँ आउँछ नि अलि यताउति वारोमा आउँछ काका धेरै है यहाँ झुन्डाइदियो भने हार्का फुटेछन् यो धरसडकै यहाँ झुन्डाइदियो भने आउला नि फुट्छ भनेको नि त मेरा मौरी नि आएर बसेका नि त नि के सानो आएन त खोइ यहीँ थाहा हुन्छ त आमा यहाँ कापा जस्तो लाग्यो क्या रानी गएर त झोला आइहाल्छ ऊ गर्नु है झोला अलिक माथि झोला त्यही रानो उडाउला त्यहाँ बगाएर त्यसो नगर्नु पर्ने तैँले अलिक उता लानु त झोला आउँछन् क्या आउँछन् उडेन फेरि छोड्न सकिन्छ त जामा अलि माथि गऱ्यो भने त पुरा अब माथि त हाल्दै पुऱ्याउनु परेन यहाँ झुन्डाइदिनु न उसो गरेर
कति उनको मौरी कहाँदेखि कहाँ लगाउने यार मलाई छुट्टिएछ नि यही छुट्टिन्छ भने होइन मेरो पनि छुट्टिने बेला हो क्या त्यहाँ त सुनिलको पनि छुट्टिनु रहेछ नि अन्त कस्तो गाह्रो। अब 1-2 दिन त पुरै छुट्टिन्छ सिधै 100% छुट्टिनु ल यस्तो गर्ने त्यहीँ थियो त चोके त्यसले यहाँ ल्याइहाल्छु भनेर यति टाढा त लानु पर्दैन ल त्यहीँ मात्रै यसै नआउँछ क्या कहाँ कहाँ हुन्छ त झर्छ यहीँ छ त्यहीँ चोके छ त एरिया यो हाँगालाई भान्ने यहाँ झुन्डाइएन यो हाँगालाई क्या यहाँका यहाँ ले चढ झर्छको फक्क फेरि बिस्तारै गर्नु पर्यो झर्दैन बा झर्दैन अब भयो त्यसलाई अब